आजदेखि चाहिँ आफ्नै घर छेउमा मेला लाग्दैछ। मेलाको लागि अन्तिम तयारी चाहिँ भइसकेको छ र यस्तो रहेको छ पुरै दृश्य। यस्तो तामझामका साथ मेला लागेको चाहिँ मैले पहिलोचोटि देखेँ। हो मेलामा राम्रो राम्रो गीत बज्दा बज्दै पनि स्याड सङ सुनेर बसेको म। मेरो मित्रहरू पनि मेला हेर्न आउने भन्दै थिए, त्यही भएर म यिनीहरूलाई बाहिरसम्म लिन गएँ होइन। अनि रोडमा चाहिँ यस्तो मजाले लाइट लगाएर एकदम दामी डेकोरेसन गरेको छ है। यसो माहौल हेर्दा त पुरा भव्य नै हुन्छ जस्तो छ होइन मेला पनि। त्यसपछि मैले मित्रहरूलाई घरभित्र ल्याएँ अनि हामी चाहिँ हाम्रो कमब्याकको तयारी गर्दैछौँ होइन। पुरा म्याथको हामी प्र्याक्टिस गरिरहेछौँ। आजको पर्फर्मेन्स चाहिँ हाम्रो रच्चु दिदीको थियो, त्यही भएर हामीले एकछिन प्र्याक्टिस गरेर हामी छततिर लाग्यौँ। यसरी छतमा बसेर मस्त हामी चाहिँ कन्सर्ट इन्जोय गरिरहेको थियौँ। केटाहरू फेरि सब च्याटिङमै व्यस्त छन् क्या, यता यत्रो कन्सर्ट भइरहेछ, बट दे आर च्याटिङ। आफ्नो त सेयर गर्ने मान्छे हुनु पर्यो नि। रच्चु दिदीले गीत गाएको सुनेर चाहिँ एकदम इनर्जेटिक फिल भइरहेको थियो होइन। यो जाडो धेरै भएर हो कि के भएर हो, रच्चु दिदीले धेरै बेर गाउनु नि भएन। केटाहरूलाई पनि ढिलो भइसकेको थियो अरे, केटाहरू पनि गएर अनि म पनि गएर सुतेँ।